भोट फेरि एमालेलाई नै हाल्नु डल्लो पर्दै गरी अनि अझै हाल्नुभयो अब आउने चुनावमा भोट ड्याम कि ड्याम एक छापे हाल्नुहोस् है एक छापे अब त सिंहदरबारमा सर्वोच्चमा आगो लगाउने पनि आएका छन् नयाँ आज मैले एउटा ढकाल छ नि पश्चिमतिरको बारबारा फाउन्डेसनको टप लिडर हो यो पल्ट सागर ढकाल भन्ने यो चुनाव हामीले जितेनौँ भने कुलमान हामी बालेन सबैजना जेलमै बस्ने हो भन्दै थियो त मेरो भने के अरे गल्ती गरेको रहेछ र जेलमा बस्नुपर्ने रहेछ त यो चुनाव मैले हारेँ म उठिनँ भने पनि मैले जेलमा बस्नु पर्दैन मैले केही गरेकै छैन म किन जेलमा बस्ने ऊ त जेलमा बसिन्छ भनेर म नोकु कारागारमा गएर रवि लामी छानेललाई भेटेर बाहिर निस्केर हेर्नुहोस् है जब चुनाव आयो त्यो मान्छे यहाँ आउँछ जब चुनाव सक्यो साउथ अफ्रिकामा जान्छ एनजिओको काममा अनि कहाँ हिँडेको अरे भन्दा देश बनाउन डडेलधुरा हिँडेको अरे